यता हेर्नुस् न हाय छोरीको साथीहरु हाय यही हो है साथीहरु हामी आएको खपौडीको भाइरल प्लेस अरे यो चाहिँ यता मैले भाइरललाई चाहिँ सिन चाहिँ राम्रो देखेको रहेछ सब पोखरा देखेको रहेछ हैन फेरि तालहरु सब यहाँ हेर्छु सबै स्पष्ट रूपमा हजुरले फेवा तालको दृष्टि के भन्नु दृश्य हाई गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म हजुरहरूलाई चाहिँ अर्को एउटा मेरो डेली ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। वेलकम टु माई डेली ब्लग। आज हामी चाहिँ घुम्न जान लागेको कहाँ भन्नुहुन्छ भने पोखराको भाइरल प्लेस अहिले चाहिँ टिकटकमा एकदमै भाइरल भएको ठाउँ खपौडी भन्ने ठाउँमा चाहिँ हामी घुम्न जान लागेको। अनि त्यही भएर म चाहिँ रेडी भइसकेँ अनि हामीहरू दिदी पनि रेडी भएर टक्कसँग चस्मा लगाएर सब बाहिर आएर बसिसके चाहिँ त्यसपछि चाहिँ मम्मी पनि आउनुभयो। म मम्मी दिदी अनि दाइ भएर चाहिँ हामी चाहिँ घुम्न जान लागेको। हामी चाहिँ कताबाट जान्छौँ कहाँ जान्छौँ अनि त्यो ठाउँ कस्तो रहेछ भनेर चाहिँ म हजुरहरूलाई चाहिँ देखाउने छु। लास्टसम्म हेरेर साथ दिनुहोला। हाई गरेर भित्र बस्नु हामी चाहिँ खपौडी जान लागेको हो साथीहरू कस्तो रहेछ त्यहाँको ठाउँ सबै हजुरहरूलाई चाहिँ म मेरो भिडियो मार्फत हालेर देखाउँछु। मसँगै घुम्न जाऊँ। अनि हामी चाहिँ गयौँ हेर्नु दिदीले चाहिँ के भनेर चाहिँ हँसाइरहेको जे होस् रमाइलो भएको थियो। अनि हामी त्यहाँ हाँस्दै रमाउँदै गफ गर्दै लाग्यौँ। अनि हामी त हिँडिसक्यौँ। हामी हिँडेपछि फेरि कस्तो पानी पर्ला जस्तो भएको थियो क्या। अनि जे भए पनि अब निस्किसक्यौँ नि त अब आँटेको कुरा त गर्नै पर्यो। अनि हामी चाहिँ अब पानी परे पनि परोस् भनेर चाहिँ हिँड्यौँ। अनि कस्तो कालो बादल आइसकेको थियो कि अनि पानी अलिअलि सिमसिम पनि परिसकेको थियो। तर घुम्न जाने भनेपछि अर्कै रमाइलो पनि थियो। त्यही भएर हामी चाहिँ रमाउँदै गफ गर्दै गीतहरू सुन्दै लाग्यौँ। अनि यहाँ चाहिँ मेरो नाटक देखेर दिदी छक्क पटाइयो। अनि हामी चाहिँ अब गीत सुन्ने भनेर त गीत सिलेक्ट गर्नतिर लाग्यौँ कुन गीत सुन्ने भनेर। अनि अब म भएपछि त्यो ठाउँमा शाहरुख खानको गीत नबज्ने त हुँदैन। त्यही भएर चाहिँ मैले त शाहरुख खानको गीत लगाएँ। अनि गीत सुन्दै नाच्दै गाउँदै हामी त्यही लाग्यौँ। पानी आयो साथीहरू पानी नपर्दै हुन्छ भनेको पानी पर्यो हे भगवान कुन गीत बजाउने साथीहरू हिन्दी शाहरुख खानको लाउनु। शाहरुख खानको को फ्यान हुनुहुन्छ ल तल कमेन्ट गरौँ है त। शाहरुख खानको गीत सुनौँ। अनि जहाँ म त शाहरुख खानको गीत लाउन लाग्छु। कॉपीराइट लाग्दैन कॉपीराइट गीत अहिले हालेको गीत
लास्टमा पानी परेरै छोड्यो। पानी मजाले पऱ्यो यहाँनिर चाहिँ महेन्द्र पुलमा जाने बेलामा चाहिँ। महेन्द्र पुलमा गएपछि चाहिँ पानी मजाले पऱ्यो, भित्रै पानी छिरिसकेको थियो। तर पनि हामी चाहिँ जाने नै भनेर चाहिँ अगाडि बढ्यौँ। यो चाहिँ झन्डा चौक हो, हेर्नु न कति धेरै झन्डाहरू थियो कि कस्तो राम्रो देखेको। अनि यहाँ चाहिँ पहिला यो मोबाइल पसलहरू कति धेरै थियो कि, अनि त्यो बिगारेर त्यो भत्काएर चाहिँ यो कस्तो राम्रो पार्क डेभलप गरेको, जे होस् राम्रो देखेको थियो। अनि हामी चाहिँ गयौँ महेन्द्र पुल हुँदै। ल हामी चाहिँ आइसक्यौँ। अब अलिकति हिँडेर जानुपर्छ अरे माथि। हामी चाहिँ अब हिँडेर जान्छौँ। अनि वहाँ पुगेपछि कस्तो रहेछ ठाउँ हजुरहरूलाई देखाउँछौँ। हिँड्न पर्छ अरे के अरे, अब हिँड्ने आऊ ल आउनुहोस् दिदी, हाम्रो भिआइपी गेस्ट। यस गाइस, आयो हामी चाहिँ माथितिर लागिसक्यौँ। हिँडौँ साथीहरू, हिँड्न पर्छ अलिअलि। मोटाइयो धेरै गर्मी बिदा खाएर। गर्मी बिदामा मोटाएर जाने भए म साथीहरू, त्यही भएर अब अलिकति हिँड्न पर्यो। ट्रेकिङ गर जस्तो हुने भयो नि। मम्मी यता हेर, यता हेर्नुहोस् न। हाई छोरीको साथीहरू। कहिलेकाहीँ उकालो नि हिँड्न पर्छ कि। यता अब न्युरो पाइँदो रहेछ साथीहरू। न्युरो को कोलाई मनपर्छ भन्नु है। Hello guys. Yes, sorry. ठीक छ। दिले घुमाउनलाई किन कहाँ ल्याइलाई बहिनी छुट्टीमा आयो कि खाइ मोटाई भनेर हिँड्ने ठाउँमा लिएर आयो। आइसक्नु भयो।
खतरनाक छ अब यसलाई 100 के भनेपछि 150 सम्म त पुग्छ I'm the viral place. भाइरल छ तर हेर देख्नुभयो हामीले देख्यौँ साथीहरू भाइरल पनि चाहिँ राम्रो रहेछ Atau camera mana? Mana pose berani? Harap tu dah pergi. यता फर्किनु मम्मीको फोटो त्यति एउटा राम्रो भ्यू चाहिँ राम्रो देखिन्छ हैन भ्यूको लागि आएको जो मलाई झोले बनाए मम्मीको यता मात्र फर्किनु अनुहार मात्रै यता हेर्नु त फर्किनै अनुहार यता त्यो चस्मा दिनु चस्मा अर्को बुझ दिनु हेर्नु भयो आयो ब्याग चाहिन्छ नि मलाई त्यो ब्याग बोकाएर हिँडाए यिनीहरूले आफूहरू फोटो खिचेर सेल ब्यागको सेल 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 यता हेर्नु कस्तो अनुभव भयो रमाइलो राम्रो फोटो खिच्ने क्यामेराम्यान फ्रीमा क्यामेराम्यान चाहियो सम्पर्क गर्नुहोला कमेन्ट गर्नु घरमै क्यामेराम्यान म्यान होइन उमेन हो यो त क्यामेरा उमेन तेरा उमेन उमेन होइन त म्यान होस् होइन म्यान अरे म्यान क्यामेरा गर्ल म घरमै होम डेलिभरी गरिदिन्छु उमेन भन्छ वाट डु मिन बाइ उमेन उमेन खै के हो उमेन गाइस
यस्तो छ साथीहरु भलाइको जमाना छैन ल म पछाडिको भ्यू देखाउँछु है हजुरले जोडेर माथि आउनु डलन बाटोमा चाइनिज इसके भाई से बात बाहिर यही हो है साथीहरु हामी आएको खपौडीको भाइरल प्लेस अरे यो चाहिँ यता मैले भाइरललाई चाहिँ सिन चाहिँ राम्रो देखेको रहेछ सब पोखरा देखेको रहेछ होइन फेवातालहरू सब यहाँ हेर्छु सबै स्पष्ट रूपमा हजुरले फेवातालको दृष्टि के भन्छ दृश्य भ्यूलाई इन्जोय गर्न पाउनुहुनेछ हामी चाहिँ हिँडेको अब आकाश चाहिँ कति राम्रो देखेको कि बरु पानी परेर फुलेपछि त आकाश राम्रो देखिन्छ नि अघि आउँदा त पानी परेको थियो यहाँ पनि पानी पर्छ कि जस्तो भएको थियो तर धन्न पानी बिदा भइदियो घाम पनि लागेन पानी पनि बिदा भएन पानी पनि परेन ठिकै भयो अब एकैचोटि हजुरसित चाहिँ म लेक साइडको फन पार्क देखाउँछु त्यही दिन भिडियो लास्टसम्म हेरिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला र साथीहरु अब हामी चाहिँ फर्केको ठिकै रहेछ नट ब्याड होइन तर भाइरल भनेपछि जस्तो प्लेस पनि भाइरल हुँदो रहेछ भाइरल भनेपछि जस्तो प्लेस पनि भाइरल हुँदो रहेछ है गाइस ठिकै रहेछ ब्याड पनि भन्न मिल्दैन नराम्रो पनि भन्न मिल्दैन तर त्यस्तो वाउ पनि छैन साथीहरु एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि त्यस्तै छ र साथीहरु त्यस्तै हो के गर्ने मम्मीहरु त हिँडेर आएर थाक्नु भयो बस्नुभयो मजाले हिँडेर आएर थाहा मेट्ने ठाउँ रहेछ साथीहरु चौतारामा बसेर अरू चाहिँ खासै त्यस्तो स्पेशल केही देख्न मैले के देख्न होइन मैले स्पेशल खासै स्पेशल देख्ने भनेको यो हो के त्यो सेफ्टी ग्लास के त हो ल साथीहरु अब हामी फर्किन्छौँ कहाँ जाने अब कहाँ जाने अब आज हामी खाना चाहिँ बाहिर खाने भनेको बाहिर भन्दा पनि हाम्रो आफ्नै रेस्टुरेन्टमा मेरो रेस्टुरेन्ट जाने हो गाइस आज भेज खाना खानु पर्यो सबलाई हो कि मम्मीहरु कहिले बाहिर खाना नमान्ने आज बल्ल तल्ल फकाएर त्यही पनि बाबा आउनु भएन हेर्नु साथीहरु बाबा बिना आउँदा कस्तो भयो बाबा बिना आउँदा ठिकै भयो हो बाबा आफै पकाएर खानुहुन्छ अरे आज चाहिँ हामी कहाँ गएर खाना खान्छौँ भनेर हजुरलाई देखाउँछु हाम्रो आफ्नै रेस्टुरेन्ट हो त्यही भएर खाना कस्तो छ भनेर पनि भन्छु हजुरलाई त्यही हो अब उता भेटौँला ओके बाइ बाइ त्यसपछि चाहिँ हामी चाहिँ फन पार्क जाने भनेको तर मम्मीले चाहिँ फेरि कोटीहोम जान मन लाग्यो भन्नुभयो अनि आएको बेलामा भनेर हामी चाहिँ फेरि कोटीहोमतिर लाग्यौँ हेर्नु न मौसम कस्तो राम्रोसँग खुलेको के अनि हामी चाहिँ लेक साइड हुँदै कोटीहोमतिर लाग्यौँ कोटीहोम बिरौटामा थियो नि त अनि अब मम्मी सितिमिति घर भनेर निस्किन मान्नुहुन्न कि अलि सन्चो पनि हुन्न अनि त्यही भएर चाहिँ हामी चाहिँ आएको बेलामा भनेर चाहिँ यति बेलै कोटीहोम जाने भनेर चाहिँ त्यतैतिर गयौँ हेर्नु न पानी परेपछि त झन् कस्तो मजाले खुलेको कि मौसम कस्तो राम्रो देखेको थियो कि अनि हामी चाहिँ कोटीहोमतिर गयौँ अनि यो चाहिँ हामी चाहिँ लेक साइड हुँदै कोटीहोमतिर लाग्यौँ हेर्नु कस्तो राम्रो देखेको कि अझ राति भएपछि चाहिँ अझ अँधेरो भएपछि कस्तो राम्रो देखिन्छ कि यहाँ अनि हामी चाहिँ यही हेर्दै हामी चाहिँ लाग्यौँ अनि यो चाहिँ हाम्रो लेक साइड हो हेर्नु न कस्तो राम्रो लाइटिङ देखेको अझ रातिमा चाहिँ अझ अँधेरो भएपछि झन् राम्रो देखिन्छ क्या अनि यो रुखहरूले झन् कति राम्रो देखेको के
यो आकाश झन् पानी परेर पानी परेपछि खुलेपछिको आकाश हो नि त, कति राम्रो देखेको क्या। अनि हामी चाहिँ यही नेचर हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ। अनि फाइनल्ली हामी चाहिँ कोटियामा आयौँ। अनि यहाँ चाहिँ हेर्नु कस्तो भिड थियो क्या। आज चाहिँ सेकेन्ड लास्ट दिन थियो, त्यही भएर पनि होला मान्छेहरू कति धेरै हुनुहुन्थ्यो कि। अनि हामी त छिटो छिटो झऱ्यौँ किनभने त्यहाँ पार्किङै गर्न एकदम गाह्रो थियो कि धेरै भएर। अनि दाइ चाहिँ पार्किङ गर्नुतिर जानुभयो अनि हामी चाहिँ भित्रतिर गयौँ बिस्तारै हिँड्दै। अनि हेर्नु कस्तो राम्रो डेकोरेसन गरेर चाहिँ कि त्यो फुलहरूको मालाले। अनि हामी चाहिँ अब भित्र जानु भनेर चाहिँ हिँड्यौँ। हजुर समक्ष आइदिनु भएको छ, उहाँलाई पनि जोरदार तालीले सम्मान गर्नु होला। साँच्चीकै यति मात्र नभएर मैले छुटाउनै नहुने मेरा प्यारा कलाकारजीहरू जसले म गाउँदा गाउँदै उहाँहरू आफ्नो स्वर थपिदिनुहुन्छ। मैले कहिलेकाहीँ ताल बिर्सिदिन्छु, उहाँहरू आफ्नो ताल। मलाई कहिलेकाहीँ मैले भनेको पनि छु यिनको दिमाग अलिकति चोर्न पायो हुन्थ्यो भन्छु म कहिले। साह्रै साह्रै सुन्दर भावसँग तालीले सम्मान गर्नु आफ्नै लागि है हजुर। साँच्चीकै सुन्दर कर्म गर्नुभएको छ र धन्यवाद दिन्छु मेरो राधिका फाउन्डेसन परिवार, सिटी टेलिभिजन परिवार जसले यहाँ मात्र नभएर निरन्तर सबै ठाउँमा यो आवाजहरूलाई पुर्याइदिनु भएको छ। अनि मम्मीलाई चाहिँ त्यो 108 वटा उस रहेछ नि त, हवन गर्ने मण्डप रहेछ नि त। अनि त्यो हेर्न मन लाग्यो भन्नुभएको थियो। अनि हामीले त्यो खोज्नतिर लाग्यौँ, पछाडिपट्टि रहेछ कि। अनि हामी चाहिँ थाहा पाएपछि चाहिँ त्यतैतिर गयौँ। अनि त्यहाँ चाहिँ कस्तो राम्रो राम्रो ठुल्ठुलो मूर्तिहरू पनि थियो कि भगवान्को। अनि त्यो मूर्तिहरूमा चाहिँ हामीले अलिकति भिडियो फोटोहरू पनि खिच्यौँ। अनि त्यही हेर्दै रमाउँदै हामी चाहिँ अगाडि बढ्यौँ। अनि रातभरि परिसकेको थियो। अनि हामी चाहिँ अब खाना खान पनि जानुपर्ने थियो नि त, त्यही भएर धेरै बेर भुलेनौँ। अनि हामी चाहिँ गयौँ। त्यसपछि त हामी चाहिँ मधुर व्यञ्जनतिर गयौँ खाना खानको लागि। यो चाहिँ हाम्रो मधुर व्यञ्जन रेस्टुरेन्ट हो, प्योर भेज रेस्टुरेन्ट। यो चाहिँ ठ्याक्कै जनप्रिय स्कुलनिरै छ। हामी चाहिँ त्यहाँ गयौँ। अनि त्यो लाइटिङले हेर्नु न, नगए पनि जाम जस्तो कि, कस्तो मजाको। अनि हाम्रो मम्मी पनि अगाडि लाग्नुभयो। अनि हामी भित्र गयौँ। अनि एकछिन चाहिँ गफ गऱ्यौँ। अनि हाम्रो अर्डर पनि आउन लागेको थियो। अर्डर नआइन्जेलसम्म चाहिँ लस्सी खायौँ। लस्सी यस्तो मिठो थियो कि, यस्तो जुसी थियो कि। अनि एकछिनपछि चाहिँ खाना पनि आयो। हेर्नु न कस्तो राम्रो इन्भाइरोमेन्ट थियो कि, कस्तो काम खालको इन्भाइरोमेन्ट, कस्तो फ्यामिलीहरू मजाले गरेर बस्ने खालको रहेछ कि ठाउँ पनि। अनि हाम्रो खाना पनि आयो। हेर्नु न देख्नु बित्तिकै खाम जस्तो, नखाए नि नखाम जस्तो थियो, मिठो थियो हेर्दाखेरि नै। अनि हामीले त नान पनि मगाएको थियौँ। नान थियो, बिरयानी थियो र खाना पनि थियो। हामी त सबै अलिअलि गरेर खायौँ। अनि खाना खाइसकेपछि चाहिँ हामी चाहिँ घर जाने भनेर चाहिँ मम्मीहरू पनि जानुभयो। अनि म र सुदीप पनि घर गयौँ।
आजको ब्लग चाहिँ यति नै हो। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा एकदमै थ्याङ्क यू भन्न चाहन्छु सबैजनालाई। किप सपोर्टिङ अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। किप सपोर्टिङ गाइज। फेरि पनि यस्तै ब्लग लिएर आउनेछु। थ्याङ्क यू।